तपाईलाई फेरि पनि स्वागत छ मेरो च्यानलमा। अनि धेरै दिन बाद एउटा कम्पनीको शेयर प्राइस एनालाइसिस लिएर आएको छु। अनि त्यो शेयर प्राइस एनालाइसिस म योपालि अलिकति अर्कै पाराले गरिरहेको छु है। कस्तो भन्दाखेरि प्राय शेयर प्राइस एनालाइसिस चाहिँ हामी कम्पनीको एनुअल रिपोर्ट्सहरु हेरेर हैन, ब्यालेन्स सिट, फाइनान्शियल स्टेटमेन्टहरु हेरेर गर्ने गर्छौं भने अर्को तरिका चाहिँ यो चाहिँ एउटा फेमस वे अफ पिटर लिन्च, जो चाहिँ एकदमै फन्ड म्यानेजर है, वर्ल्डमा नै विश्वमै नै नम्बर 1 आउँछ। अनि पिटर लिन्चले लेखेको बुक तपाईले पढ्न सक्नुहुन्छ, वन अप इन वल स्ट्रीट भन्ने। अनि त्यो बुकमा उहाँले मजाले बुझाउनु भएको छ र त्यहाँदेखि उता चाहिँ म पनि कतिवटा टेक्निकहरु अपनाउँदै छु है। र त्यो कम्पनी चाहिँ यो तपाईले हेर्न सक्नुहुन्छ। हो, तपाईले ठिकै बुझ्नुभयो। यो कम्पनीको नाम चाहिँ हो विशाल मेगा मार्ट। अनि सबैजना शपिङ गर्न जान्छ भने म पनि हिजो गएको थिएँ नानीको कतिवटा चीजहरु किन्नको लागि है। अनि त्यहाँनिर जाँदाखेरि मैले यो चाहिँ डिस्क्लेमर हो, मैले तपाईलाई विशाल मेगा मार्टको शेयर किन्नु भनेको हैन, तर एउटा एनालाइसिस गर्ने तरिका। र मैले चाहिँ मेरो एसआईपी मा विशाल मेगा मार्ट बाइ गर्न थालेको छु। किन भन्दाखेरि रिजन चाहिँ जहिले पनि है, पहिला जलपाइगुडी जाँदाखेरि चाहिँ मेरो वाइफले चाहिँ विशाल मेगा मार्ट मलाई लगेर जाने। अनि एभ्री टाइम भिड। र मेरो वाइफको है घर छेउको भाइ, ऊ पनि विशाल मेगा मार्टमा काम गर्ने। अनि पेमेन्टहरु पनि त्यतिको राम्रै हो। अनि उसले धेरै साल 10-11 साल काम गरे त्यो भाइले त्यहाँनिर। र कोही पनि एम्प्लोइ 10-11 साल एउटा अर्गनाइजेसन बस्नु भनेको पक्कै पनि त्यो अर्गनाइजेसनले एम्प्लोइजलाई त राम्रै नै खातिरदारी गरिरहेको छ। अनि एउटा गुड कम्पनीको एउटा लक्षण त्यो पनि हो। र उहाँ भाइले चाहिँ पुलिसमा नौकरी पाएर मात्रै त्यो विशाल मेगा मार्ट छोडेको थियो है। अनि अर्को कुरो चाहिँ के हो भन्दाखेरि गान्तोकमा पनि हालै विशाल मेगा मार्ट खुलिएको छ। अनि यहाँ हेर्नुहोस् होला, यति सस्तोमा पाउँछ यो विशाल मेगा मार्टमा। विशाल मेगा मार्ट आइरहेको छु यहाँनिर। अनि यो विशाल मेगा मार्टको शेयर प्राइस एनालाइसिस पनि गर्छौँ है। यहाँनिर धेरै मान्छेहरू शपिङ गर्दैछ। अनि म चाहिँ यहाँनिर शपिङ गर्नु पनि, अनि यहाँनिर कस्तो इन्फ्लो छ सेल्सहरुको भनेर एनालाइसिस गर्न आएको पनि हो। र यो विशाल मेगा मार्टमा चाहिँ म शपिङ मात्रै गर्नु गएको थिएन कि अस्तिदेखि नै अब्जर्भ गर्दै थिएँ मैले। किन भन्दाखेरि 4-5 वर्ष अगाडि नै विशाल मेगा मार्टको जुन चाहिँ क्राउडहरु थियो त्योहरु मैले याद गरिरहेको थिएँ। अनि लिस्ट भयो चाहिँ म विचार गर्नु पर्यो भन्ने सोचेको थिएँ। अनि जब पनि पब्लिक लिमिटेड कम्पनी लिस्टेड हुन्छ तब एनुअल रिपोर्ट्सहरु ओपन हुन्छ। र एनुअल रिपोर्ट्स मैले चेक गर्दाखेरि विशाल मेगा मार्ट्सको एकदमै राम्रो छ। प्रफिटहरुदेखि लिएर ग्रोथ राम्रो छ हैन, डेप्थहरु पनि अब ठिकैको छ। अनि मार्केट क्यापिटलाइजेसन पनि राम्रो छ। र यो लिस्टिङ पनि भर्खरै भएको, म त्यो डिटेल्स अहिले बताउँछु तपाईलाई है मेरो फोनमा। भिडै हो बेबी दादा रहेछ, दादा त लिनु भएको छैन। र कुनै पनि कम्पनीमा है हामीले जान्छौँ, हामीले त्यो कम्पनीको प्रोडक्ट चलाइरहेको हुन्छौँ। जस्तै एउटा भनाइ छ, यस्तो धेरै सिम्पल एनालाइसिसहरु छ जहाँनिर है एउटा केस के छ भन्दाखेरि रोयल इनफिल्ड बाइक 2008 मा बाइकसँगै त्यति दाममा है, त्यो टाइममा बाइक रोयल इनफिल्डको 80,000 कति पर्थ्यो। अनि 80,000 को शेयर्स किनेको भए अहिले त्यो 80,000 चाहिँ 7 करोड कि कति भन्दैछ है। त्यही कारणले गर्दाखेरि लङ टर्म इन्भेस्टमेन्ट इज भेरी इम्पोर्टेन्ट। र विशाल मेगा मार्टको पनि है भर्खर लिस्टिङ भएको छ। अनि यसको मतलब हिजो म गएको कारण चाहिँ मन्थ एन्डमा पनि कतिको भिड हुँदो रहेछ भनेर है क्याश काउन्टरहरु हेरे। अनि त्यहाँको मान्छेहरु हेरे, एकदमै सस्तो दाममा राम्रो क्वालिटी प्रोडक्ट्सहरु दिन्छ नि त विशाल मेगा मार्टले चाहिँ। अनि यही ट्रेन्ड कन्टिन्यू भयो भने चाहिँ यो कम्पनीको पनि राम्रो हुन्छ होला भन्ने मेरो एउटा आशा। अनि यो प्रकारले चाहिँ एनालाइसिस गर्नुपर्छ है। र म तपाईहरुलाई यो सानो एउटा क्लिप पनि देखाइरहेको छु। अब विशाल मेगा मार्टको अलिकति म तपाईहरुलाई फाइनान्शियल मेट्रिक्सहरु देखाउँछु है। अनि मैले यहाँनिर यो फोन लिएर बसिरहेको छु है। र यहाँनिर विशाल मेगा मार्टको विषयमा अलिकति भन्नेछु। विशाल मेगा मार्टले के बिजनेस गर्छ त्यो तपाईलाई यादै छ। तर अरु कुराहरु चाहिँ के इम्पोर्टेन्ट छ भन्दाखेरि विशाल मेगा मार्टको जुन चाहिँ टोटल शेयर भ्याल्यु छ त्यो चाहिँ अहिले 45,000 हैन 87 करोड हैन 45,087 करोड टोटल भ्याल्यु छ विशाल मेगा मार्टको। अनि यो चाहिँ गुडगाउँ हरियाणामा हेडक्वार्टर्ड हो। र यो चाहिँ पब्लिक लिस्टेड कम्पनी हो। अनि डेट अफ इन्कर्पोरेसन भन्छ, त्यो चाहिँ कम्पनी स्टार्ट भएको चाहिँ तपाईको 26 मार्च 2018 मा रहेछ, बेसी भएको छैन। अनि डेट अफ लिस्टिङ चाहिँ 18 डिसेम्बर 2024।
हालैमा भएको होइन, लास्ट इयर 28 अगस्त 2024 मा मात्रै लिस्टिङ भएको र यसको रिटर्न अन नेट वर्थ छ 8.22%। यसको टोटल यो कम्पनी टोटल क्यास उसँग छ अहिले 869.59 करोड छ अनि यो चाहिँ करोड नै हुनुपर्ने भ्याल्युमा र बुक भ्याल्यु चाहिँ 11.96। र यसको अरू कस्तो भन्दाखेरि प्रफिटेबिलिटी हरू पनि अलिकति चेक गरौँ है। र यसमा चेक गर्दाखेरि जस्तै म अलिकति देखाउँछु तपाईहरुलाई फोनमा कस्तो देख्छ। जस्तै यहाँ देख्न सक्नुहुँदैछ फोनमा नै कति सजिलो छ। टोटल रेभिन्यू म तपाईहरुलाई देखाउनेछु यहाँनिर है। यहाँ गएर यो प्रॉफिट आफ्टर ट्याक्स नेटवर्थ हटाए भने यहाँनिर सेलेक्सन मैले गरेको छु टोटल रेभिन्यू। टोटल रेभिन्यू भनेको चाहिँ टोटल सेल्स 22, 23, 24 को हेर्नुस् कन्टिन्युअसली यसरी बढेको छ। त्यसरी नै प्रॉफिट आफ्टर ट्याक्स यो भनेको चाहिँ तपाईको नेट प्रॉफिट हो। जस्तै नेट प्रॉफिट फोनमै एनालिसिस गर्नु कति सजिलो छ। नेट प्रॉफिट पनि मजाले नै बढेर गएको छ। त्यसै प्रकारले गर्दाखेरि नेट वर्थहरु पनि बढेको छ। अनि लङ टर्म बोरोइङ्स हेरौँ है त कस्तो छ। लङ टर्म बोरोइङ्स त 24 मा छैन पनि 22 मा थियो 3633 करोड थियो अनि 23 मा 643। अब एकदमै लोन पनि उनीहरूले तिरेको छ क्या, घटाएको छ। यो कन्सोलिडेसन हेर्यो भने पनि त्यही हो हैन। यसमा अरु फाइनान्शियल मेट्रिक्सहरु पनि छ जस्तै डेब्ट इक्विटी। यहाँनिर डेब्ट इक्विटी रेशियो पनि चेक गर्न सकिन्छ। एकदमै डेब्ट इक्विटी रेशियो पनि कम्ती छ। अब यसमा यहाँनिर पियर्सहरुसँग चेक गर्दा पनि हुन्छ। जस्तै यहाँनिर अरु पियर कम्पनीजहरु यहाँनिर के छ। यहाँनिर एभिन्यू सुपरमार्ट, फ्युचर रिटेल, इलेक्ट्रोनिक्स, विशाल मेगा मार्ट, सपर स्टक, भी मार्ट, फ्युचर लाइफस्टाइल्सहरु यो कम्पनीहरुसँग कम्पेरिटिभ एनालिसिस गर्दा पनि हुन्छ हैन। अनि ओनरशिप डेटा यहाँनिर ओनरशिप डेटा तपाईले हेर्नुभयो भने प्रमोटरको 74.55% छ है। प्रमोटर जसले स्टार्ट गर्यो उनीहरूले 74.55% शेयर्स होल्ड गरेको छ भने जनरल पब्लिकले 25% यहाँनिर हेर्न सक्नुहुन्छ। त्यस्तै प्रकारले यहाँनिर बल्क डिल सबभन्दा इम्पोर्टेन्ट इन्फर्मेसन यहाँ छ। एचडीएफसी म्युचुअल फन्डले 7 करोड 50 लाख शेयर किनेको छ। एचडीएफसी म्युचुअल फन्डले यहाँ बाई देख्नु हुँदैछ 7 करोड 50 लाख किनेको छ। अनि दाम चाहिँ कतिमा किनेको छ 113.50 पैसामा किनेको छ। कुन चाहिँ डेटमा हालैमा 17 जुनमा बाई गरेको छ। त्यसरी नै यहाँनिर कोले बाई गरेछ कोटक महिन्द्रा म्युचुअल फन्ड, कोटक महिन्द्रा म्युचुअल फन्ड, समय सर्भिसेस। यहाँनिर हेर्नुस् म्युचुअल फन्ड कम्पनीजहरूले पनि धेरैले नै पर्चेज गरेको छ र प्रायको एभरेज शेयर प्राइस 113 108 हरु छ। अहिले 129-30 चलिरहेको छ। र यसबाट चाहिँ हामीले के बुझ्न सक्छौं भने यो ठुलठुलो म्युचुअल फन्ड कम्पनीजहरूले पनि बाई गर्दैछ। अनि म्यानेजमेन्टमा हेर्यो भने यहाँनिर म्यानेजमेन्टको डिटेल्सहरु पाउन सक्नुहुनेछ है। अब बिजनेस राम्रो चल्दैछ भने त अभियसली म्यानेजमेन्ट पनि राम्रै हुनुपर्ने। अनि अप्पर ब्यान्ड भनेको चाहिँ हाईएस्ट प्राइस। जस्तै अब म्याक्सिमममा हेरौँ न। म्याक्सिमममा गरे भने आजको हाई हैन हिजोको 132 थियो भने लो चाहिँ 124 र 132 को लेभलमा चलिरहेछ। अप्पर ब्यान्ड 151 छ अनि लोवर ब्यान्ड चाहिँ 100 छ। तर यहाँनिर 9 जुनमा हाई गएको छ 134 अनि लो छ 95 है। यहाँनिर यो इन्फर्मेसन्सहरु पनि छ। प्राइसको भोल्युम पनि एकदमै बेसी छ यहाँनिर हेर्नुस्। अनि मैले यो भिडियो बनाएको कारण चाहिँ के भन्दाखेरि चाहिँ हाम्रो गोर्खा समाजमा हामी पनि अलिकति इन्भेस्टमेन्ट भन्ने कुराहरु बुझ्न जरुरी छ। विशाल मेगा मार्टमा गएर हामीले नानीको लागि खेलौना मात्र हैन, त्यहाँ गएर हामीले लुगाफाटा मात्र हैन अहिले हामीले यो कम्पनीहरुको शेयर किनेर हामीले राखेका छौं भने हैन 120 130 अब लङ टर्म सोचेर। तर अब एउटा कम्पनीमा मात्रै इन्भेस्टमेन्ट गर्नु पनि राइट होइन। तर मैले खाली एउटा एक्जाम्पल मात्रै दिएको। प्रोफेसर मानकेकर भन्ने हुनुहुन्छ एकजना एकदमै फाइनान्सको प्रोफेसर। अहिले त 65 पनि बेसी पुग्नु भयो होला उहाँ हैन। उहाँले चाहिँ बिग बजारको शेयर 8 रुपैयाँ हुँदा बाइ गरेको अनि 800 हुँदाखेरि चाहिँ सेल गर्नु भएछ। 30 लाख रुपैयाँ हालेको थियो त्यो टाइममा। भनेपछि कति चाहिँ अब उहाँ प्रोफेसरको अहिले 2000 कि 2500 करोड कति नेटवर्थ छ हैन, कलेजमै पढाउने। तर अब उले यङ हुँदा नै इन्भेस्टमेन्ट गरेकोहरु हो नि त हैन। त्यसै प्रकारले अब हाम्रो हेर्नुस् गोर्खा समाजमा हामी पनि अब अलिकति यो कुराहरुमा अगाडि बढ्न पर्छ। किन भन्दाखेरि
यो क्यापिटल मार्केट, यो सेयर मार्केट मात्रै यस्तो हो जसले चाहिँ हाम्रो डाइरेक्ट नेटवर्थ र क्यापिटल बढाउनेमा हेल्प गर्छ नि त होइन। हामीले जति नै स्यालेरी कमाएर 2 लाखै कमायो भने पनि त्यो 2 लाख रुपियाँ त खर्चमै सकिहाल्छ होइन। ब्याङ्कमा राख्यो भने इन्ट्रेस्ट रेट एकदमै कम्ती छ। त्यस्तै प्रकारले अब म्युचुअल फन्डहरूमा इन्भेस्ट गर्दा पनि हुन्छ, तर म्युचुअल फन्डमा चाहिँ जसले टाइम दिन सक्दैन होइन, जसले डाइरेक्ट एनालाइसिस गर्न सक्दैन उनीहरूको लागि म्युचुअल फन्ड बेस्ट हो। तर अब जो कमर्स पढेको छ, अलिकति यो मार्केटमा इन्ट्रेस्ट छ, उनीहरूले यही मेरै च्यानल हेरेर सिक्दा पनि हुन्छ होइन। अब एउटा डिस्क्लेमर अझै म भन्छु, म सेबी रेजिस्टर्ड रिसर्च एनालिस्ट होइन, अनि मैले यो रेकमेन्डेसन्स पनि गरेको होइन, तर खालि यो एउटा एनालाइसिस गर्ने तरिका मात्र बताएको तपाईँलाई है। जस्तै प्रिन्स पाइप भन्ने एउटा कम्पनी थियो, तपाईँले यादै छ पाइप, जस्तै अब यहाँनिर हाम्रो घरमा पनि प्रिन्स पाइपकै पाइप चलाएको छ। त्यस्तै अब हरेकको घरमै चलाउँछ। अनि कोरोनाको टाइममा 71 रुपियाँ थियो एउटा प्रिन्स पाइपको दाम, 700 सम्म पनि पुग्यो होइन। त्यस्तै अब यो विशाल मेगा मार्टको अहिले हेर्दाखेरि एनुअल रिपोर्ट्समा होइन प्रफिटहरू राम्रो छ, लोन कम्ती छ, ग्रोइङ छ। अब नाम्चीमा गएको थिएँ, नाम्चीमा पनि विशाल मेगा मार्ट ओपन गरेको छ, गान्तोकमा पनि, सिलगढीमा पनि छ होइन, कोलकातामा पनि छ, जलपाइगुडीमा पनि छ। अब एक्सपेन्सन पनि हुँदैछ। अनि फरेन इन्भेस्टर्सहरू पनि छ तर कम्ती छ। र जब फरेन इन्भेस्टर्सहरूको आँखा पऱ्यो भने भोलिको दिनमा यही विशाल मेगा मार्ट अब 10 सालसम्म राम्रो रन गर्यो भने होइन, हुन त ग्यारेन्टी त केही पनि छैन। त्यही कारणले गर्दाखेरि अब सबै पैसा विशाल मेगा मार्टमै खनाउनु या त जाम्ना अटोमै खनाउनु भन्ने कुरा होइन। तर अब मेरो फेभरेट कम्पनीजहरूमा चाहिँ अब जाम्ना अटो, जस्तै यो अब विशाल मेगा मार्ट चाहिँ म ऱ्याडरमा छ। अब अहिले कम्ती गर्दै इन्भेस्टमेन्ट गर्ने क्रममा छु, तर अब आउँदो दिनहरूमा अझै म विचार गर्नेछु। यस्तै प्रकारले अब मैले भन्न चाहेको चाहिँ अब तपाईँहरूलाई विशाल मेगा मार्टमै पैसा हाल्नु भनेको होइन, तर अब हामी जुन पनि चिजहरू किनिरहेको हुन्छौँ होइन, त्यो कम्पनीहरू पनि सेयर प्राइजमा लिस्टेड हुन्छ। अनि कोही बेला एकदमै सेयर प्राइजको त्यो कम्पनीको जुन चाहिँ वेल्थ जेनेरेसन नेक्स्ट लेभलमा हुन्छ क्या। र हाम्रो समाजको मान्छेहरू पनि अगाडि बढ्नुपर्छ यो फिल्डमा। अबको 10 साल 20 सालमा होइन, क्यापिटल मार्केटमा हाम्रो मान्छेको पनि होस् न राम्रो रकम, राम्रो क्यापिटल। त्यति धारणाले मात्रै म यो दुःख गरेर भिडियोहरू बनाएर हाल्छु, नत्र मलाई भन्नु भने निजी मलाई केही पनि फाइदा छैन होइन। मैले जुन चाहिँ भिडियो बनाइरहेको छु एउटा जातिको उत्थानको लागि नै मैले सोचेर यो काम गरिरहेको छु। र अर्को भिडियोमा फेरि भेटौँला है। केही क्वेसन्स अनि कमेन्ट सेक्सनमा कमेन्ट गर्न सक्नुहुनेछ। त्यतिजनाको लागि बाई बाई। अर्को भिडियोमा फेरि भेटौँला है।